सुरुमा भेट हुँदा स्वागतको हाई हाई चल्छ अनि एक दिन छुट्टिनुपर्छ र बिदाईको बाई बाई चल्छ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आज चाहिँ मेरो भिडियो धेरै दिनपछि आउँदैछ। लगभग 2-3 महिना भइसक्यो मैले भिडियो पनि हालेको छैन। मेरो टाइम पनि हुन्थेन किनकि अब 12 को इक्जाम आउन थाल्यो अनि के भन्छन् त्यो हाम्रो कोचिङ क्लास हुन्छ, एक्स्ट्रा क्लास हुन्छ। बिहान 8 बजे गएर बेलुका 6-7 बजे आइन्छ कि त्यही भएर अनि टाइम पनि हुँदैन, त्यही भएर भिडियो आउँदैन। म चाहिँ यहाँ बस्दै, यो भाइ चाहिँ यहाँ, यो भाइ पनि स्कुलको लागि रेडी भइसकेको छ। टक्ला झिङ्गा छ यार यसको माथि यार त्यही। ल अब हामी चाहिँ आज हाम्रो चाहिँ लास्ट डे भएकोले आउटडेसमा जाँदैछौँ। आज हाम्रो बिदाई हुँदैछ कि 11 क्लासले गर्छ त्यो प्रोग्राम चाहिँ बिदाई प्रोग्राम। अनि मलाई लिनको लागि शेरबहादुर र अस्मिता आएका छन्। यिनीहरू चाहिँ डिपु बस्छन्, म चाहिँ यता 25 टाउनमा बस्छु। यता भइहाल्यो होइन, म अगाडि बस्छु यहाँ। बस 3 जना बस्नलाई गाह्रो हुन्छ यार यसमा, तर मेरो झोला शेरबहादुरले समाउँछ यार। ल समा ल हामी 9 बजे पुग्छौँ। 8 बजेदेखि भनेको थियो, तर हामीहरू 9 बजे पुग्छौँ कि हो यार। ठिक छ बस यार। गाइज हामीहरू यता पुगिसक्यो स्कुलमा। अहिले हामी चाहिँ लगभग 9 बजीतिर पुगेको छौँ, त्यही भएर विद्यार्थीहरू कोही छैनन्। स्कुल चाहिँ बिदा छैन, सबै लागेकै छ। तर अरू क्लासहरू चाहिँ भइरहेछ, उतातिर पनि भइरहेछ होइन, अनि यतातिर पनि भइरहेछ होला। अफिस हाम्रो यहाँ भइहाल्यो। अनि हाम्रो चाहिँ अहिले कतिवटा क्लास हुन्छ, 3वटा क्लास हुन्छ, त्यसपछि चाहिँ प्रोग्राम हुन्छ क्या हो। हामी चाहिँ यता पसलमा छौँ। यो गग्गोको कपडा किन्दैछ। यो खतरा छ कपडा। आज यसले यो कपडा चाहिँ लगाउन बिर्सेर रहेछ, त्यही भएर यहाँ आएर किन्दैछ कि अहिले यहीँ लगाउँछ। अहिले यहीँ लगाउँछ यो कपडा चाहिँ, फिक्सै हो। ल देखिरहेको छ यहाँबाट। चप पचप्ने मस्तो छ होइन। पङ्काल रहेछ यार, पनि खाइसक्यो यार कस्तो भने यार। अब एउटा धुनुर पनि खान्छु भाइ। चट्नी बताएर राख है केटा। त्यसमा भर्न बिचमा त्यो बिचबाट चिजहरू बसा नि चोरहरू। मिठो छ हल्का ओ यहाँनिर ख यार सरहरू गाली गर्न मलाई। मिठो नखाने रहेछ ए यहाँ लाग्यो। अब भिडियोमा देखियो त मरला मेरो आज ठिक छ। अझै नदेखिने आज र तपाईँ ओइ यसको झन् खुन जस्तै छ रगत बढाउँछ न। मेरो बाहिरबाट भर्खर स्कुल आउँदैछ। कार्यक्रम कतिखेर हुने हो कि यार?
धेरै खायो भने लाग्दो होला ट्याट 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 हुन्छ गोली 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 हो कि त्यो मान्छे कालो भयो यो सालदेखि त यार स्कुलमा छिरिने कि नै यार सिरिन्छ एक्जाम हलमा सरकारको दिन त सर हेर्नु न यो भाइ मेरो मान्छे नै यार स्यालेरी 40 लाख ले गरे बाबा दामी के छ तलमाला तल बस्दाखेरि हाम्रो लागि माथि टेन्टमा केही छैन माथि पनि टेन्ट छ होइन थपिँदैछन् छुट्टिँदैछन् नयाँ नयाँ साथीभाइ चल्छ थपिँदैछन् छुट्टिँदैछन् नयाँ नयाँ साथीभाइ चल्छ अनि एक दिन छुट्टिनु पर्दा बिदाईको भाइ भाइ चल्छ तर तर आफ्नो कर्तव्य भुल्ने छुट छैन कसैलाई तर आफ्नो कर्तव्य भुल्ने छुट छैन कसैलाई गन्तव्य भेटिँदैन जब जीवनमा लापरवाही चल्छ गन्तव्य भेटिँदैन जब जीवनमा लापरवाही चल्छ सुरुमा भेट हुँदा स्वागतको हाई हाई चल्छ यहाँ यो यात्रामा अझै धेरै तोडमोड बाँकी नै छ यहाँ यो यात्रामा अझै धेरै तोडमोड बाँकी नै छ यहाँ यो यात्रामा अझै धेरै तोडमोड बाँकी नै छ जे पर्ला टर्ला जे पर्ला टर्ला निर्धक्क हिँडिराखे जीवन रमाई रमाई चल्छ जे पर्ला टर्ला निर्धक्क हिँडिराखे जीवन रमाई रमाई चल्छ सुरुमा भेट हुँदा स्वागतको हाई हाई चल्छ अनि एक दिन छुट्टिनुपर्छ र बिदाईको बाई बाई चल्छ धन्यवाद भोक पनि लागिसकेर आज त कति बजे 3-4 बजे दियो होइन कार्यक्रम नै लास्ट ए तिमीहरूले आज धेरै ढिला गरायो के तिमीहरूले भोक लागिसक्यो बिहानदेखि यार सरी यार पनि केही खाएको छैन सरी भनेर भोग्ने दिन खाना पाक्छ सरी भनेर मासु चाहिँ पिरो पिरो चाहिँ छ कि नै यार बजारको बजार खानुहोस् पानीमा पानी पानी ल्याउने त यही राख एउटा अघि भनेको पानी अघिको भनेको याद छ कि नै ढुक्क तिमीले भने होइन मैले तिमीले भनेको छु त मेरो चाहिँ अलि हाल्नु यतै राख नत्र त्यो हाल न पहिला सुरुमा हाल अनि यतै राख भने हो कि मासु त म यति माग्छु कि अहिले अहिले माग्छु रोक यिनीहरूले मासु चाहिँ पकाएकै हो बनाइदिने ल बनाइदिए ल
रोलको माला हाल्नु है रोलको माला हाल त अलि राम्रोसँग हाल है सो गाइज हामीहरूसँग अब निस्किन लागेको घर रेट पनि पुगिसक्यो सो फाइनली म चाहिँ यता पुगिसकेँ 25 घर लास्टै थाकियो त्यहाँबाट आउँदाखेरि चाहिँ एउटा भेटेको थिएँ अनि लिफ्ट मागेँ सनसेट चाहिँ बबाल देखिरहेको क्या यहाँनिरबाट खासै छैन अलिअलि हुसो लागेर हो तर यस्तो गाह्रो भयो नि आज डान्स पनि गरेन त्यो पनि गाह्रो भइरहेछ क्या होइन त्यही अब भ्लग चाहिँ सानो भए पनि हेरिदिनु भएकोमा धन्यवाद सबैजनालाई अब फेरि नयाँ भ्लगमा भेट्नेछौँ भन्दै म बिदा हुन्छु ओके गाइज बाई बाई गाइज जय नेपाल